नमस्ते ल सबैले स्वागत छ है। हजुर नमस्ते नमस्ते नमस्कार। कार्यक्रम सप्तरङ्गी लुकपाकाको पर्खाइमा बस्नुभएका आदरणीय सम्पूर्ण श्रोता दर्शक प्रियजन मित्र आत्मीय व्यक्तित्वहरूमा यो सन्ध्याकालीन समय कार्यक्रम सप्तरङ्गी लुकपाकामा सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदीबहिनी स्वदेश तथा विदेशमा छरिएर रहनुभएका समस्त नेपालीहरूलाई हार्दिक स्वागत गर्न चाहन्छौँ। प्राविधिक कक्षबाट यतिखेर साथ सहयोग सपोर्ट छ हाम्रो यो बन्द कोठाको आवाजलाई तपाईको घर आँगन रस्ती बस्ती घर दैलोसम्म पुर्याएर साथ सहयोग सपोर्ट गरिराख्नु भएको छ। धैर्यतापूर्वक आफ्ना ती सृजनशील हात कौला चलाएर प्रिय भाइ नरेश साउदको साथ छ भने म तपाईँकै मनको सहयात्री विशाल साउद र त्यसै गरी म दिपा आचार्य हामी दुवैजना तपाईँको माझमा कार्यक्रम सप्तरङ्गी लोकपाकामा उपस्थित भइसकेका छौँ। सहयात्रा अनि सहकारी गर्ने बसाइ लोकपाका लोकगीत लोक संस्कृतिमा आधारित कार्यक्रम सप्तरङ्गी लोकपाका तपाईँको माझमा छ र प्राविधिक कक्षमा साथीहरू जोडिने तर्खरमा भन्दा पनि बिच टेलिफोनमा मिस कल हानेर साथीहरू विच्छेदन भइराख्नु भएको छ। कृपया यो काम चाहिँ नगरिदिनु होला। मैले बारम्बार तपाईँहरूलाई दोहोऱ्याइरहेको पनि छु। तपाईँहरूले मिस कल चाहिँ नहानिदिनुहोस् है साथीहरू। हजुर एकदम पनि साथीहरू हजुरले मिस कल हान्नु त भएन नि, यदि कल गर्नुहुन्छ भने एकदम पनि रमाइलो घमाइलो कुराकानी गर्नेछौँ यो सन्ध्याकालीन समयमा है। एकदम पनि रमाइलो घमाइलो कुराकानी गर्नेछ अनि रमाइलो घमाइलो कुराकानी सँगसँगै यो सन्ध्याकालीन समयलाई अघि बढाउनेछ भने सन्ध्याकालीन समय सँगसँगै कार्यक्रम सप्तरङ्गी लोकभाकालाई पनि अघि बढाउने सिलसिला त हाम्रो जारी नै रहेको छ भन्नुपर्छ साथीहरू है। अनि हजुरहरू जोडिनको लागि हामीले टेलिफोन नम्बर पनि खुल्ला गरिसकेका छौँ है। 091402121 र 091402122 यो लाइन बाटो भएर जोडिनुहुन्छ अनि एकदम पनि रमाइलो घमाइलो कुराकानी गरौँला। अनि रमाइलो घमाइलो कुराकानी सँगसँगै हजुरको मुखार बिन्दुबाट नि एकदम पनि मिठो मिठो लोकगीत सुन्न पाउनेछ भन्ने हामीले आशा नि भरोसा लिएका छौँ भन्नुपर्छ नि साथीहरू है। अनि के गर्दै हुनुहुन्छ नि यो सन्ध्याकालीन समयमा, के गर्दै हुनुहुन्छ, कहाँ हुनुहुन्छ, कस्तो काममा बिजी व्यस्त हुनुहुन्छ नि है। जहाँ भए पनि जे गर्दै भए पनि सबैभन्दा पहिला त स्वस्थ मस्त व्यस्त रहनुहोस् भन्नुपर्छ। यति फुर्सदिलो समयमा हुनुहुन्छ भने चाहिँ कार्यक्रम सप्तरङ्गी लोकभाकामा जोडिनुलाई एकदम पनि यो मनको साइनो त्यो मनसँग नि त्यो मनको साइनो यो मनसँग साट्दै है कार्यक्रमलाई अघि बढाउने सिलसिला त हाम्रो जारी नै छ भन्नुपर्छ नि है। एकदमै पनि मिस कल हानेर प्राविधिक प्रिय भाइ नरेशलाई धोका दिइराख्नु भएको छ। कृपया त्यो चाहिँ नगरिदिनु होला। भाइ नरेशलाई धोका दिने काम नगरिदिनु होला। मिस कल हान्दै साथीहरूले सताइराख्नु भएको छ। म कार्यक्रममा आउनुभन्दा पनि अगाडि नै मिस कल आइरहेको थियो, फेरि पनि मिस कल आउने जाने भइरहेको छ। त्यो काम चाहिँ कृपया गरिदिनु होला बिन्ती छ तपाईँहरूले। मैले बारम्बार यो कुरा दोहोऱ्याइरहँदा साथीहरूले पनि लाग्छ होला कति दोहोऱ्याएको, तर त मलाई बाध्य बनाउनुहुन्छ तपाईँहरूले। एकचोटि भनेपछि मान्नुपर्छ श्रोताहरू। तपाईँले कृपया यदि सकिन्छ भने जोडिदिनुहोस्, सकिन्न भने चाहिँ कार्यक्रमलाई अन्तिमसम्म सुनिदिनुहोस्। मिस कल हानेर धोका चाहिँ कृपया नदिनुहोला। हामी सर्वत्र रूपमा छौँ पूर्व मेची उदय पश्चिम महाकाली र उत्तर हिमाल उदय दक्षिण तराईसम्म। हिमालका ती हिमशिखर पहाडका ती उच्च भूभाग र तराईका ती समथर भूभाग समेट्दै अझै भनौँ न यो मनको साइनो त्यो मनसम्म र त्यो मनको साइनो यो मनसम्म गाँच्नलाई कार्यक्रम सप्तरङ्गी लोकपाकामा यो सन्ध्याकालीनको समयमा उपस्थित भइसकेका छौँ है। हजुर एकदम पनि साथीहरू हजुरले यस कार्यक्रमलाई चाहिँ www.com तपाईँको लोकप्रिय रेडियो सुनौलो एफएम 105.6 मेगाहर्जबाट सुनेर साथ सपोर्ट दिइराख्नु भएको छ नि हाम्रो पात्रबाट पनि सुनेर साथ सपोर्ट दिइराख्नु भएको छ र सँगसँगै विशाल जङ छेत्रीको आइडीबाट पनि फेसबुक लाइभमा प्रत्यक्ष रूपमा हेरेर साथ सपोर्ट दिइराख्नु भएको छ नि। हजुरले हेरेर सुनेर मात्र साथ सपोर्ट नदिएर यदि सक्नुहुन्छ भने कार्यक्रममा फोन गरेर सहभागिता पनि जनाउनु होला भन्न चाहन्छु है। एकदम पनि हजुरले कल गर्नुहुन्छ भने हजुरसँग रमाइलो घमाइलो कुराकानी गर्नेछौँ नि। कार्यक्रम सप्तरङ्गी लोकभाका भनेको चाहिँ साथीहरू लोकगीतमा आधारित कार्यक्रम रहन्छ। यदि हजुर जोडिनुहुन्छ भने कार्यक्रममा लोकगीत मात्र गुनगुनाउनु पर्ने हुन्छ है। आइतबारे बसाइमा भने हजुरले आफ्नो रोजाइमा परेको सफल लोकगीत रोज्न सक्नुहुन्छ भने अरू बार चाहिँ फेरि हजुरको मुखार बिन्दुबाट हामी लोकगीतहरू गुनगुनाउने, हजुरले गुनगुनाउने र हामीले सुन्ने गर्छौँ भन्नुपर्छ नि श्रोताहरू। एकदमै पनि हामी कहिले तपाईँको रोजाइमा सफल परेका गीतलाई स्थान दिन्छौँ त कहिले यहाँबाट बजाएर तपाईँका आवाजबाट सुनेर यो यात्रालाई अनवरत रूपमा अगाडि बढाउने गर्दछौँ। जुन हाम्रो कार्यक्रम सप्तरङ्गी लोकपाका प्रत्येक दिन 5:15 देखि करिब हामी
6 नबज्नुजेलसम्मको यो यात्रालाई अनवरत रूपमा अगाडि बढाउने गर्दछु। यो 45 मिनटको अवधि चाहिँ तपाईँसँगै सहकार्य गरेर बित्छ। तपाईँको यो अथाह प्रेम, साथ, सहभागिता र श्रोता दर्शकहरूको मायाले नै हामी तपाईँ समक्ष कार्यक्रम सप्तरङ्गी लोकपाकामा उपस्थित हुन पाउँछौँ। अब भन्नुपर्दा यतिखेर गाउँघरतिर काममै व्यस्त हुनुहुन्छ सबै हाम्रा अभिभावकहरू, किनकि अब गाउँघरतिर अत्याधिक काममा व्यस्त। अहिले त वैवाहिक जीवनमा हाम्रो सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू दाम्पत्य जीवनमा बाँधिराख्नु भएको छ। अब दाम्पत्य जीवनमा बाँधिरहँदा विवाहमा भोज खाने, रमाइलो गर्ने यस्तै कर्ममा व्यस्त हुनुहुन्छ। जहाँ भए पनि तपाईँहरू स्वस्थ व्यस्त मस्त रहनुहोस्। यदि समय छ सकिन्छ भने कार्यक्रमलाई सुनिदिनुहोस्। यदि समय तपाईँसँग आफ्नो प्रतिभा प्रस्फुटन गर्न चाहनुहुन्छ भने 091402121 को बाटोमा जोडिनुहोस्। है साथीहरू, तपाईँको माझमा छौँ हामी। प्राविधिक कक्षबाट के छ, साथीहरू जोडिनुभयो? साथी जोडिनु भएको छैन अरे। मिस कल हान्ने आउने जाने नरेश भाइले धोका दिइराख्नु भएको छ। भाइ के भइरहेको छ त? उहाँ श्रोताहरू आएपछि तपाईँले राम्रोसँग सम्झाएर नै हामी समक्ष पुगाइदिनु होला। मैले प्रिय भाइ नरेशलाई पनि आज्ञा गरेँ। र कार्यक्रम सप्तरङ्गी लोकपाका हरेक दिन आउने गर्दछ नि है दिपा बहिनी? हजुर, एकदम पनि हप्ताको 7 दिन अनि 7 बार प्रसारण हुन्छ साथीहरू कार्यक्रम सप्तरङ्गी लोकभाका भनेको चाहिँ। हजुरलाई थाहा नै छ कार्यक्रम सप्तरङ्गी लोकभाका भनेको त लोकगीतमा आधारित कार्यक्रम रहन्छ है। त्यसैले पनि हजुरहरू चाहिँ कार्यक्रममा सहभागिता जनाउनु भयो भने हजुरले पनि लोकगीतै गुनगुनाउनु पर्ने हुन्छ भन्नुपर्छ है। अरू गीत चाहिँ हजुरले फेरि गुनगुनाउन पाइँदैन। त्यसैले पनि कार्यक्रम सप्तरङ्गी लोकभाकामा जोडिनुहुन्छ भने एकदम पनि मिठो मिठो लोकगीतहरू चाहिँ हजुरले गुनगुनाउनु पर्ने हुन्छ भन्नुपर्छ है। कहिले भने फेरि हजुरको रोजाइमा परेको सफल गीतलाई चाहिँ हामी बजाएर स्थान दिन्छौँ भने कहिले भने हजुरको मुखार बिन्दुबाट हामीले गीत सुन्ने गर्छौँ नि साथीहरू। त्यसैले भने कार्यक्रम सप्तरङ्गी लोकभाकामा जोडिनु होला। सकेसम्म समय छ भने चाहिँ कार्यक्रम सप्तरङ्गी लोकभाकामा जोडिनु होला है, यदि सक्नुहुन्छ भने। यदि सक्नु हुँदैन भने हाम्रो प्राविधिक पक्षको साथीलाई पनि धेरै हैरान चाहिँ नगराइदिनु होला मिसकल मात्र हानेर है। कृपया त्यस्तो चाहिँ नगर्नु होला भन्न चाहे साथीहरू। सक्नुहुन्छ भने कार्यक्रम सप्तरङ्गी लोकभाकामा जोडिनुहोस्। एकदम पनि रमाइलो कुराकानी गरौँ न है। हजुरहरूकोतिर के छ, समय कस्तो छ, मौसम कस्तो छ, चिसो कतिको छ नि है, त्यो बारेमा पनि जानकारी गरौँला है। अनि हाम्रोतिर चाहिँ चिसो भन्नुपर्ने भने साथीहरू मौसम सम्बन्धी जानकारी गराउनु पर्ने भने एकदम पनि है बिहान बेलुका चाहिँ एकदम पनि चिसो बढिरहेको छ है। दिउँसो चाहिँ फेरि त्यस्तो छैन भन्नुपर्छ नि। हजुरहरूकोतिर चाहिँ कस्तो छ नि, त्यो पनि जानकारी गराउनु होला कार्यक्रममा जोडेपछि है। एकदमै पनि अब भन्नुपर्दा यतिखेर चिसोको कुरा गरिरहँदा बहिनीले अब चिसो बढिरहेको छ दिन प्रतिदिन, किनकि बढ्दो क्रममा छ। अब तापक्रम घट्दो क्रममा छ र हामीले खानपिन विशेष ध्यान दिनुपर्छ। अब चिसो समयमा विशेष गरी हामीले बिहानी पटकको समयमा जुन शुभ प्रभातकालीनको समयमा चाहिँ यो चिसो समयमा हाम्रो जुन व्यायामको आवश्यकता रहन्छ। बिहान उठ्ने क्रममा चाहिँ तपाईँले व्यायाम गर्नुहोला। हाम्रा अग्रजन व्यक्तित्वहरू हुनुहुन्छ। अब काम पनि कमै मात्रामा हुन्छ गाउँघरतिर। अहिले त गाउँ छरेर सबैले सकिसक्नु भएको छ। अब काम कम भइरहँदा हामीमा अल्छी बढी मात्रामा देखिन्छ। यो चिसो समयमा चाहिँ तपाईँले व्यायाम गर्दा, कसरत गर्दा र खानपिनमा विशेष ध्यान दिँदा हामी रोगबाट मुक्ति पाउँछौँ। तसर्थ सबैले चाहिँ विशेष गरी व्यायाम, कसरत र अनि खानपिनमा विशेष ध्यान दिनुहोला र आफ्नो जीवनको यात्रालाई अनवरत रूपमा सुख, शान्ति, समृद्धिले जिउनुहोला। कार्यक्रम सप्तरङ्गी लोकपाकाको यात्रामा अब हामीले मिठो भाकाहरू जोड्नुपर्ने हुन्छ श्रोता दर्शकहरूलाई आनन्द दिलाउनको लागि। मिठो लोकपाकाबाट कार्यक्रमको शुभारम्भ गर्नुपर्ने हुन्छ है। हजुर, एकदम पनि साथीहरू यति बेलासम्म भने अब कोही साथीको पनि आगमन छैन। अब भने हामीले पनि कार्यक्रमको शुभारम्भ गर्नुपर्ने हुन्छ नि। त्यसैले भने यति बेलाको बसाइमा भने कोही साथीको पनि आगमन छैन। अब भने हामी एकदम पनि मिठो कार्यक्रममा भने एकदम पनि मिठो लोकगीतबाट चाहिँ कार्यक्रमको शुभारम्भ गर्छौँ है। एकदम पनि अहिलेको लागि भने स्वीकार्नुहोस् एकदम पनि मिठो लोकगीत। यो गीत पछि हजुरहरूको माझमा पुनः पनि उपस्थित हुने नै छ। अहिलेको लागि भने स्वीकार्नुहोस् एकदम पनि मिठो लोकगीत हजुरको माझमा।